स्वागत छ सृजना ब्लगमा स्वागत छ अनि आज धेरै दिनको बादमा मैले तपाईहरुको माझमा भिडियो लिएर आइरहेको छु किन अस्तितिर मैले भिडियो अपलोड नगरेको भन्दाखेरि चाहिँ मेरो फोन बिग्रेको कारणले गर्दा चाहिँ गाइस मैले भिडियोहरू अपलोड गरेको थिइनँ अनि त्यही भएर चाहिँ आजदेखि चाहिँ मैले स्टार्ट गरिरहेको छु भिडियोलाई अनि घरको ड्युटीबाट आएर भिडियो बनाउनु मन पर्यो हो त्यही भएर चाहिँ म भिडियो बनाइरहेको छु गाइस अनि यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् होला हो अनि धेरैभन्दा धेरै लाइक अनि सब्सक्राइब अनि कमेन्ट गरिदिनुहोस् होला अनि अब चाहिँ म के गर्छु भनेदेखि म तपाईहरुलाई भिडियो तर्फ देखाउँदैछु यहाँ चर्च बनिँदैछ यहाँ माथि तलमा अन्त यहाँ चाहिँ अब कम्प्लिट हुनु आँटेको छ यहाँ बनिरहेको छ यस्तो भएको छ यस्तो बनाउनु सहितहरू लगाइसकेको छ पहिलाको पहिलाको भिडियोमा तपाईँले देख्नु भएको थियो हाम्रो चर्च बनाउँदै थियो त्यति बेला अनि यहाँ चाहिँ यतिको भएको छ यो चाहिँ मेन हाम्रो चर्च हो यो चाहिँ हो अनि यहाँ चाहिँ यस्तो हुँदैछ काम भइरहेको छ अनि यहाँ माथि चाहिँ यस्तो भएको छ यस्तो बनाएको छ अनि यहाँ माथि चाहिँ अब लाइनर सिट के लाउँछ अरे हो गाइस अनि यो खिड्की हो अनि यहाँनिर इँटाहरू जोडेर एकदम रेडी भइसकेको छ अनि गाइस आजको वेदर चाहिँ यस्तो छ यस्तो साह्रो गर्मी छ आज चाहिँ एकदम गरम छ हो गान्तोक चाहिँ साह्रो गरम भएको छ आज चाहिँ एकदम डरलाग्दो हेर्न सक्नुहुन्छ फ्रेस पनि भइसक्यो ड्युटीबाट आएर अन्त यहाँनिर चाहिँ बाहिर चाहिँ यस्तो छ अनि यहाँनिर चाहिँ यो पाल्चर स्टुडेन्टको बोइस हस्टेल हो गाइस हो अनि यहाँनिर चाहिँ आज चाहिँ यस्तो दिन भइरहेको छ एकदम यहाँनिर दिन भइरहेको छ एकदम गरम अनि यो चाहिँ तपाईँको एकदम भइसकेको छ हो यस्तो भइरहेको छ यस्तो हुँदैछ यहाँनिर बनिँदैछ अब चाहिँ म काम गर्न आँटेको छु यहाँ देख्नुहुन्छ फुल एकदम दामी छ यो चाहिँ मैले रोपेको होइन पास्टाले रोप्नु भएको अनि एकदम दामी छ हो अनि अब चाहिँ म काम गर्नेवाला छु यो फुलहरू सबैलाई चाहिँ म तल राख्ने ठाउँ बनाउनु पर्छ हो यस्तो भइरहेको छ यहाँनिर फुलहरू यस्तो छ यो चाहिँ एकदम अर्ग्यानिक खोर्सानी रोप्नु भइरहेको छ यहाँनिर देख्न सक्नुहुन्छ फुल राख्ने ठाउँ बनाउनु आँटेको छु यहाँनिर चाहिँ एकदम फुल राख्नु पऱ्यो भनेर अनि म तपाईँलाई देखाउनु छु भइसक्यो मैले फुल चाहिँ यहाँनिर राखिसकेको छु भएको बेलामा चाहिँ यहाँ एकदम दामी हलुवा आइरहेको छ सुजीको एकदम अब म खान आँटेको छु ल अन्त यहाँनिर चाहिँ यस्तो भइरहेको छ एकदम दिने यो चाहिँ डिपिएच हो गाइस डिपिएच चाहिँ घोरी डाँडा हो यो चाहिँ एकदम यहाँनिर डाँडा पनि छ तल गर्न आँटेको छु गाइस हेर्न सक्नुहुन्छ एकदम मैला भइरहेको छ फुलहरू सारेको कारणले गर्दा अब चाहिँ म सफा गर्नेछु देख्छु यहाँनिर यति साह्रो ठुलो हुन्छ त्यहाँ अब चाहिँ डल्लै पानी हाल्यो भने चाहिँ एकदम यो भिजेर पुरा घिनलाग्दो हुन्छ नि त्यही भएर चाहिँ नयाँ आइटा मेरो हेर्नु सक्नुहुन्छ है अब यसबाट चाहिँ पानी यसो गरेर चाहिँ अब यहाँ बढाल्यो भने चाहिँ एकदम धुलो पनि उठ्दैन हो त्यति साह्रो यो भिज्दैन पनि घिनलाग्दो हुँदैन हो गाइस मेरो आइटा तपाईँलाई कस्तो लाग्यो यसो गर्नु सक्नुहुन्छ हो अनि अब चाहिँ यसलाई चाहिँ बढाल्नुपर्छ हो कस्तो लाग्यो हेर्नु सक्नुहुन्छ यस्तो दामी सफा भएको छ मेरो सिँढी चाहिँ यहाँ काम हुँदैछ त्यही भएर चाहिँ पुरा मैला हुन्छ नि त त्यही भएर चिन्नु सक्नुहुन्छ होला यो चाहिँ एकदम पालङ्गी साग उम्रिँदैछ एकदम आलुसँग दामी चाहिँ अनि यो चाहिँ उसको यो ठुलो खालको टमाटर हुन्छ नि रुखको टमाटरहरू चाहिँ यो चाहिँ अब यहाँ हुँदैन यो चाहिँ अब निकालेर म लानेवाला छु यसलाई रोप्नुको लागि बस्ती हो अन्त यो ठुलो खालको रुख टमाटर
बनाएको छ, देख्न सक्नुहुन्छ। एकदम यो पारिपट्टि देख्ने राङ्गाहरू हो। यहाँदेखि चाहिँ एकदम दामी देख्छ। यहाँनिर चाहिँ यस्तो भइरहेको छ। यहाँनिर चाहिँ हाम्रो यसलाई के भन्छ, यसलाई यो ठाउँलाई यसलाई यो के बनाएको हो? यो होइन यो चाहिँ बाल्कुनी हो हाम्रो। यो चाहिँ बाल्कुनी हो हाम्रो। अनि यहाँदेखि चाहिँ चर्च यहाँ तल यहाँ पर हो, दामी हुन्छ। यहाँ चाहिँ बाल्कुनी। अन्डालाई चाहिँ करी बनाउनु दिन्छु। तरकारीको लागि चाहिँ म ग्रेभी बनाउनुको लागि चाहिँ मसला बनाउँदैछु, हेर्न सक्नुहुन्छ। अब चाहिँ म हाल्दैछु अलिकति जिरा, ढाक्न हाल्दैछु, ढाक्न हाल्दैछु। Pagkandiso, ang kapari ko na ito sa lagas. Holiday pa niya sa kitchen. Tapos yung mga alam, nakiray ko so, okay, may lupon na kitchen. Ito, masala. Ang napari ko masala. Guys, masak na siya. Guys, ang nagkari ko mag-spray ko na ako ang nagkari tapos lakas ko lagi tapos isip sa punto tapos ang ko dyan ang galay nanili ko nila mabanaw ulit siya guys. Niklusok na dyan nila ang nagkari dyan tapos yun isa ko na sa punto guys na आजको भिडियो यति नै थियो। अनि म चाहिँ एकदम खाना खानु आँटेको छु अब चाहिँ। अनि तपाईँलाई आजको भिडियो कस्तो लाग्यो अनि लाइक अनि सब्सक्राइब गरिदिनुहोस् होला। बाई बाई।